पर्यो कि हैन त यहाँ पनि क्रस हुनु पर्यो सँगसँगै यसरी पनि पिस मिल्नु पर्यो यहाँ पनि मिल्नु पर्यो यहाँ पनि मिल्नु पर्यो यो व्हाइट यता ठिक छ मिल्यो केही गर्नु परेन अब हामी अर्को व्हाइट खोज्छौँ यहाँ छ नि त यसो गर्छौँ हैन यसो गरे अब यो दुईचोटि घुमायो भने त मिल्ला त मिल्यो तर यो भाग्यो तर हामी यो खाली ठाउँ बनाउँछौँ यसरी खाली कहाँ छ यहाँ छ हैन त गाइज यहाँ मिल्छ नि त गाइज यो मिलेपछि हामी दुईचोटि घुमाइदिन्छौँ व्हाइटमा आउँछ रेड यसरी खोज्दै जान्छौँ कि हैन त गाइज यहाँ रेड छ नि त रेड भएपछि यो दुईचोटि घुमाइदिन्छौँ यो पनि भयो सँगसँगै यो पिसहरु पनि मिल्यो तपाईहरुले यो कुनै फर्मुला बिना नै यो क्रस बनाउन सक्नुहुन्छ त गाइज हेलो गाइज आज म तपाईहरुलाई यो 3x3 रुबिक्स क्युबमा क्रस कसरी बनाउने भनेर सिकाउँछु त गाइज क्रस चाहिँ पहिला हामी कस्तो हुन्छ देखाउँछु म तपाईहरुलाई एउटा हैन यहाँबाट तपाईहरुलाई डिटेलमा सिकाउँछु त गाइज हैन खास हाम्रो क्रस यस्तो हुनु पर्यो कि हैन त यहाँ पनि क्रस हुनु पर्यो सँगसँगै यसरी पनि पिस मिल्नु पर्यो यहाँ पनि मिल्नु पर्यो यहाँ पनि मिल्नु पर्यो यता पनि मिल्नु पर्यो र यता पनि मिल्नु पर्यो क्या हैन त खास यस्तो हुनु पर्यो हैन क्रस हाम्रो अब म तपाईहरुलाई डिटेलमा कसरी बनाउने भनेर सिकाउँछु मेरो भिडियो अन्तिमसम्म हेरि कस्तो लाग्छ कमेन्ट गरिदिनु होला सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गरिदिनु होला र सँगै रहेको बेल आइकन दबाउनु होला गाइज अब म तपाईहरुलाई व्हाइटमा क्रस कसरी बनाउने भनेर सिकाउँछु त गाइज डिटेलमा अब सबभन्दा पहिला हाम्रो व्हाइटको उल्टो यहाँ ओरेन्ज हुन्छ नि त ओरेन्जमा चाहिँ हामी व्हाइट पिस ल्याउँछौँ के यस्तो यस्तो ठाउँको व्हाइट पिस ल्याउँछ यो चार ठाउँको हैन हामीले पिस हेर्नु भनेको यस्तो यस्तो ठाउँमा मात्र यो पिसमा हेर्नु पर्दैन है त गाइज अब यस्तो यस्तो ठाउँ पिस हेर्छौँ व्हाइट कहाँ व्हाइट एउटै यहाँ छ नि ठिक छ नि त यो व्हाइट यता ठिक छ मिल्यो केही गर्नु परेन अब हामी अर्को व्हाइट खोज्छौँ यहाँ छ नि त यसो गर्छौँ हैन यसो गऱ्यो भने हाम्रो यो अघि मिलेको व्हाइट भाग्छ हरायो नि त यो हराएपछि अब यो एकचोटि अगाडि गर्छौँ यसरी अगाडि गएपछि यहाँ खाली भयो नि खाली भएको ठाउँमा यो एकचोटि माथि गर्छौँ कि हैन त यस्तो गर्छौँ हैन त अब अर्को पिस यहाँ छ नि त यो त खाली छ खाली ठाउँमा राखिदिन्छ यसरी अब एउटा बाइक भयो नि त एउटा कहाँ छ त व्हाइट हाम्रो यहाँ छ नि त अब यो दुईचोटि घुमायो भने त मिल्ला त मिल्यो तर यो भाग्यो तर हामी यो खाली ठाउँ बनाउँछौँ यसरी खाली कहाँ छ यहाँ छ हैन त गाइज हाम्रो व्हाइट यतापट्टिको येल्लोमा सबै हामीले व्हाइट यता फर्कायौँ अब हामी यस्तो यस्तो पिस मिलाउँछौँ यो पिस यो ब्लू कहाँ मिल्छ यसरी खोज्दै जान्छौँ यहाँ मिल्छ नि त गाइज यो मिलेपछि हामी दुईचोटि घुमाइदिन्छौँ व्हाइटमा आउँछ व्हाइटमा मिलिहाल्यो अब यो हाम्रो ग्रीन कहाँ छ यहाँ छ यो मिल्यो नि त यो दुईचोटि घुमाइदिन्छौँ यहाँ पनि मिल्यो अब हाम्रो रेड कहाँ छ त यो रेड यसरी खोज्दै जान्छौँ कि हैन त गाइज यहाँ रेड छ नि त रेड भएपछि यो दुईचोटि घुमाइदिन्छौँ यो पनि मिल्यो अब हाम्रो यो ओरेन्ज कहाँ छ यहाँ छ ओरेन्ज पनि यसो गर्छौँ मिल्यो हैन त गाइज अब यहाँ हाम्रो जतासुकै क्रस भइसकेको छ यसरी क्रस पनि भयो सँगसँगै यो पिसहरु पनि मिल्यो तपाईहरुले यो कुनै फर्मुला बिना नै यो क्रस बनाउन सक्नुहुन्छ त गाइज कुनै फर्मुला पनि चाहिँदैन क्या सजिलो छ नि त यसो भयो ट्याक्कै क्रस भयो अब म तपाईहरुलाई कस्तो समस्या आउँछ समस्या देखाउँछु है त त्यो कस्तो चाहिँ के हुन्छ भनेर है त गाइज अब हामी जतिसुकै बिग्रेको छ त गाइज अब हामी ओरेन्जमा सबै फर्काउँछौँ तर ओरेन्जमा मानौ यो फर्काउनु पर्यो ओरेन्जमा हैन त गाइज यस्तो फर्काउनु पर्यो खास त हामी ओरेन्ज यता छ ओरेन्ज हैन येल्लोमा फर्काउनु पर्यो येल्लो यता छ व्हाइट यता छ येल्लोमा कसरी फर्काउँछ त्यो जता घुमायो घुम्दैन हामी यो एकचोटि यता झार्छौँ नि त अगाडि घुमाइदियो नि त अनि यो घुमाएपछि हाम्रो अघि यस्तो थियो यता गयो अब हामी कता गर्दै यता फर्किन्छ यता गर्दै जान्छ कि यसरी गयो नि त हैन गाइज ल यहाँ भयो त अब अर्को कलर ठिक छ यो सिधा यसो गर्दा मिल्छ हैन त तर यो भयो के भने त यस्तो नि यसो गर्दै त भाग्छ हैन यो मिलेको त भाग्यो यसरी त्यो भाग्छ भने के गर्ने हामी कि यहाँ यो तीन ठाउँमा एक ठाउँ राख्ने क्या यो तीन ठाउँ यहाँ ल्याउने कसरी ल्याउनु भन्दाखेरि एकचोटि अगाडि घुमाइदिए भइगयो यो हैन यसरी अगाडि घुमाउँदाखेरि यो यता त सर्दै जान्छ नि यो आउँछ यसो गर्दै यो आउँछ यो थियो हैन अब यो यसो गर्दाखेरि यो आयो नि त अनि एकचोटि माथि गर्छ त यो पनि भयो अब अर्को त यो सजिलो छ मिल्या छ पहिला हामी के गर्छौँ त यसो गर्छौँ यो यसो गर्दा सिधा मिल्छ मिल्न त हैन तर हामी सँगै यो पनि घुमाउँछ यसो गरेर यो मिल्यो हैन अब तर यो आयो नि हाम्रो अब यो कसरी मिल्छ त यहाँ गर्दाखेरि यो अब अघि चाहिँ मैले भने सुरुमा भने जस्तै खाली ठाउँको ल्याउने खाली ठाउँ ल्यायो एकचोटि माथि गऱ्यो हैन त ट्याक्क भयो नि त भयो यहाँ पहिला हामी यो येल्लोमा चाहिँ सबै व्हाइट यसरी फर्काउँछ यो कुना त्यो चारवटा ठाउँको हैन अनि यहाँ चार ठाउँ भएपछि यो रेड यसरी खोज्दै जान्छौँ रेड ट्याक्क मिल्यो भने हामी दुईचोटि घुमाइदिन्छौँ व्हाइटमा आइहाल्छ हैन त व्हाइटमा आयो नि त तर अब सबैभन्दा एउटा यसो गरौँ त हामी यस्तो अब यो भयो नि के हो नि त अघि त हाम्रो यस्तो पनि थियो ठिक थियो हैन अब यस्तोमा आयो नि के गर्छौँ भन्दाखेरि हामी एकचोटि डाउन गर्छौँ यता
अगाडि घुमाइदिन्छु होइन। तर यो गर्दाखेरि भाग्छ यसरी होइन। हामी यसो गर्दा यहीँ पुग्यो, तर यसो गर्दा तर यो खाली ठाउँ चाहिँ यसरी ल्याउँछौँ कि यसरी ल्याउनु ट्याक्क भयो नि त। अब मैले अघि भने जस्तो यो यहाँ मिलेछ, यसरी ब्लू मिलेछ, दुईचोटि घुमाइदिन्छौँ। अब हाम्रो ग्रिन कहाँ छ यसरी खोज्दै जान्छौँ, ग्रिन यहाँ मिलेछ, यो पनि दुईचोटि घुमाइदिन्छौँ। फेरि यो अब रेड हेर्छौँ, रेड यसरी खोज्दै जान्छौँ कि यहाँ मिल्यो होइन। अब अर्को यो ओरेन्ज पनि यसो यहाँ मिल्यो, यहाँ मिल्दैछ यसो गर्छु हेर्नु त, क्रस पनि भयो हाम्रो सँगसँगै यो पनि मिल्यो नि त, सजिलोसँग मिल्यो नि त गाइस। मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला र सँगै रहेको बेल आइकन बजाइदिनु होला गाइस। हेर्नुहोस् त मिल्यो है। अब योभन्दा पछिल्लो भिडियोमा म तपाईँलाई यो पिसहरू कसरी मिलाउने भनेर सिकाउँछु, यस्तो पिस है त गाइस। सब्सक्राइब गरिराख्नु त्यही भएर, अनि सँगै रहेको बेल आइकन बजाउनु होला गाइस। यसरी मिलाउँछु, योभन्दा पछिल्लो भिडियोमा म तपाईँलाई डिटेलमा सिकाउँछु यो पनि कसरी मिलाउने भनेर होइन त गाइस। अर्को भिडियोमा यो सिकाउँछु है त गाइस। हेर्नु त फर्स्ट लेयर, अब हाम्रो क्रस मात्रै भएको थियो, यसलाई फर्स्ट लेयर भन्छ त गाइस। हेर्नु त फर्स्ट लेयर कसरी मिल्यो भन्दाखेरि यहाँ हाम्रो क्रसमा यो पनि मिल्नु पऱ्यो होइन, सँगै यो पनि यो पिस पनि मिल्नु पऱ्यो गाइस। म योभन्दा अर्को भिडियोमा बनाउँछु, तपाईँहरूले सब्सक्राइब गरेर सँगै रहेको बेल आइकन बजाउनु होला गाइस। हेर्नुहोस् त यस्तो भयो। र यस्तै भिडियो हेर्नको लागि सब्सक्राइब गरेर सँगै रहेको बेल आइकन बजाउनु होला। मेरो भिडियो अन्तिमसम्म हेरिदिएकोमा धन्यवाद।